हेलो गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। अहिले म तपाईँहरूलाई शुभ होटेलको दृश्य देखाइरहेको छु। किन आएको छु त? कारण यहाँ छ, हेर्नुहोस् त कस्तो देखिएको छ मलाई, हेर्नुहोस् त। आज हाम्रो यान प्याप्सनको 28औं स्थापना दिवस रहेको छ, जुन हाम्रो शुभ होटेलमा हुन गइरहेको छ। र त्यसको लागि हाम्रो वीरेन्द्रनगरमा रहनुभएका सम्पूर्ण बोर्डिङ स्कुलहरू आउनु भएको छ। र अब हामी नआउने त कुरै भएन। हाम्रो स्कुल मध्यपश्चिम स्कुलको हाम्रो सम्पूर्ण परिवार पनि आएका छौँ। ल हामी त देखिएनौँ त, हामी कहाँ छौँ के हामी? ल हामी यहाँ छौँ। जसरी हाम्रो फिल्ममा हिरोको एन्ट्री लास्टमा हुन्छ, कडा हुन्छ भने जस्तै हाम्रो मध्यपश्चिम स्कुलको पनि एन्ट्री भएको छ र दमदार रूपमा भएको छ। ल हेर्नुहोस् त, यसलाई भन्छ, हेर्नुहोस् त। हाम्रो आदरणीय सर कमल सरले हात हल्लाउँदै, सर यता देखाउनुहोस्, यता भन्दै हुनुहुन्छ। र हाम्रो साइडमा कर्ण सर पनि हुनुहुन्छ। ल हाम्रो हेर्नुहोस् त, सुशील सर, हाम्रो स्कुलको ह्यान्डसम इनर्जेटिक यङ सर हात हल्लाउँदै यता देखाउनुहोस् भन्दै हुनुहुन्छ। हाम्रो सम्पूर्ण म्याडमहरू हेर्नु, हाम्रो अनिता मिसदेखि हाम्रो सम्पूर्ण मिसहरू। र यो चाहिँ हाम्रो शुभ होटेल प्रवेश गर्दै गर्दा फेरिको दृश्य। र कस्तो लाग्यो त तपाईँलाई? हेर्नुहोस् त, हाम्रो विराट सर, कमल सर र म पनि आएँ। ल आफू सहित सम्पूर्णलाई देखाएको छु मैले। र अब हेर्नुहोस् त्यहाँ भएका केही नृत्यका दृश्यहरू। र अब भने हामी फोटोसोटो खिच्नको लागि, भिडियो बनाउनको लागि बाहिरतर्फ लाग्यौँ। र अब हाम्रो सरले, सर यसो डान्स गरे जस्तो गर्नु न त भनेपछि, ल हाम्रो कमल सरले पनि म पनि केमा कम छु र ल भनेर सँगसँगै हाम्रो कर्ण सर पनि दुईजना बट्याङ ट्याङ दिनुभएको छ। ल अब हाम्रो विराट सरले भने यस्तो राम्रो भिडियो बनाइदिनु, भाइरल हुने खालको, टन्नै भ्युज आउने खालको भिडियो बनाइदिनु भन्नुभएको छ। र अब भने हाम्रो म्याडमहरूको भिडियो। र यो भने हाम्रो आदरणीय मिस कमला मिस सम्मानित हुँदै गर्दाको दृश्य। ल हेर्नुहोस् त, आहा न योभन्दा ठुलो गर्वको कुरा, खुसीको कुरा के होला के? हाम्रो मध्यपश्चिम स्कुलबाट हाम्रो आदरणीय मिस कमला मिस सम्मानित भएको देख्दा हामी एकदमै खुसी छौँ। र यो चाहिँ हाम्रो आज खिचिएको सम्पूर्ण सबै फोटोहरू। हेर्नुहोस् त कस्तो देखिएको छ, हेर्नुहोस् त। यो चाहिँ मौसमै यस्तै चिसो भएर रुगा खोकी लाएर मेरो चाहिँ अलिकति भोइस कस्तो आछ मैले नै सुन्न सकिरहेको छैन। त्यसको लागि चाहिँ माफी माग्न चाहन्छु। मलाई चाहिँ अलि ढिलो भएर म चाहिँ अब छिटै गरेर जानुपर्ने भयो। म सँगसँगै हाम्रो लालबहादुर सर पनि अब जान्छु म पनि भन्न लाग्नु भयो। आजको यो भ्लग चाहिँ हाम्रो लालबहादुर सरको आइकोनिक हिँडाइसँगै अन्त्य गर्दछु।